तल्लो क्रमका ब्याटर करण केसीले विस्फोटक ब्याटिङ गरेपछि नेपालले सोमबार आइसिसी विश्वकप लिग 2 मा स्कटल्यान्डमाथि रोमाञ्चक जित निकालेको छ। स्कटल्यान्डको फोर्थ हिल क्रिकेट मैदानमा नेपालले घरेलु टोलीमाथि 1 विकेटको सनसनीपूर्ण जित निकाल्यो। 257 रनको लक्ष्य नेपालले 1 बल बाँकी रहँदा 9 विकेट गुमाएर पुरा गर्यो। नेपाललाई जितका लागि अन्तिम बलमा 1 रन आवश्यक थियो। मार्क वाटले अन्तिम बल वाइड फालेपछि नेपालले लिग 2 अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेल जितेको छ। अन्तिम बलमा करणले सिंगल लिन दौडिँदा विकेट किपरले रिजन ढक्कललाई रनआउट गरे पनि अम्पायरले वाइड दिएपछि नेपालले विजयी भएको हो। करणले नटआउट रहँदै अर्धशतक बनाए। 41 बलमा 3 चौका र 4 छक्का सहित 65 रन जोडे। त्यसअघि ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएर टोलीले राम्रो सुरुवात दिलाए। कुशलले 44 बलमा 11 चौकाको सहयोगले 53 रन जोडे। कुशलले अर्को ओपनर आसिफ शेखसँग पहिलो विकेटका लागि 72 रनको साझेदारी गरेका थिए। आसिफ शेखले 33 बलमा 2 चौका सहित 20 रन बनाए भने गुलशन कुमार झाले 30 बलमा 3 चौका र 3 छक्काको सहयोगमा 42 रन जोडे। टोलीका लागि सामूहिक प्रदर्शन गरेमा भीम सार्कीले 48 रन, 48 बलमा 3 चौका सहित 40 तथा कप्तान रोहित कुमार पौडेलले 56 बलमा 37 रन थपे। स्कटल्यान्डको ब्रेन्डन म्याकमलनले 3, माइकल लिस्क र जेन जार्विसले समान 2 तथा जस्पर डेभिसनले 1 विकेट लिएका थिए। त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोज्यो। घरेलु टोलीले पहिले ब्याटिङ गर्दै 50 ओभरमा 7 विकेट गुमाएर 296 रन बनायो। टोलीका चार्ल्स टियरले सर्वाधिक 80 रन जोडे। उनले 72 बलमा 12 चौका र 1 छक्का प्रहार गरे। करणले 80 रनमा खेलिरहेको उनलाई विकेट किपर आसिफ शेखको क्याचबाट आउट गराए। फेन्ली म्याक्ट्रिनले 67 बलमा 3 चौका र 1 छक्का सहित 55 रन बनाए। उनी अन्तिम ओभरमा सोमपाल कामीको बलबाट आउट भएका थिए। कप्तान रिची बेरिङटनले 46 बलमा 3 चौका र 2 छक्काको सहयोगमा 40 रनमा आउट भए। बेरिङटन करणकै बलमा विकेट किपर आसिफबाट समातिएका थिए। म्याथ्यू क्रस 56 बलमा 3 चौकाको सहयोगमा 39 रन बनाए। क्रस सन्दीप लामिछानेको बलमा कुशल भुर्तेलबाट क्याच आउट भए। माइकल लिस्क 15 बलमा 18 रन जोडे। लिस्क रिजनको बलबाट आउट भएका थिए। ब्रेन्डन म्याकमलनले 31 बलमा 2 चौकाको सहयोगमा 19 रन जोडेका थिए भने सोमपालले उनलाई पनि बसिर अहमदको क्याचबाट आउट गराएका थिए। रिजनले 12 रन बनाएका ओपनर जर्ज मुन्सीको विकेटले मुन्सी लामो शटको प्रयासमा सोमपालबाट समातिएका थिए। नेपाली टोलीका सोमपाल करण र रिजनले समान 2 तथा सन्दीपले 1 विकेट लिएका छन्। जितपछि लिग 2 को अङ्क तालिकामा नेपाल पुसरबाट 7औं स्थानमा उक्लिएको छ। नेपालको 13 खेलमा 8 अङ्क, 8 टोली रहेको लिग 2 मा 17 खेलमा 20 अङ्कका साथ स्कटल्यान्ड 4औं स्थानमा रहेको छ भने विश्वकप लिग 2 को ओडिआई विश्वकप 2027 को छनौट सिरिज हो। लिगको समर्पित शीर्ष 4 रहने टोली विश्वकपको ग्लोबल छनौटमा पुग्नेछन्। पुछारमा रहने 4 टोलीले विश्वकप छनौट प्लेअफ खेल्नु पर्नेछ। त्रिकोणात्मक सिरिजमा अर्को टोली नेदरल्यान्ड्स पनि छ र नेदरल्यान्ड्सलाई पनि हराउन एकदमै जरुरी छ। र हिजोको खेलमा करण केसी जस्तो म्याजिकल स्पेशल इनिङ खेलेर नेपाललाई जिताएका छन् र अन्तिम खेलमा सबैको मुटु ढकढक भइरहेको बेला करण केसीले भने आफूले धैर्य रहेर नेपाली टोलीलाई जित दिलाउन सफल भएका छन् र एकदमै महत्त्वपूर्ण पारी 65 रनको कहिले पनि अविस्मरणीय रहनेछ।